हेलो साथीहरू, पछिल्ला भिडियोहरूबाट हामीले आईपीओ को बारेमा सबै कुरा बुझिसकेका छौं। आईपीओ के हो र यो कसरी जारी हुन्छ भनेर पनि हामीले थाहा पाइसकेका छौं। कम्पनीको शेयर प्राथमिक बजारदेखि कसरी दोस्रो बजारमा कारोबार हुन्छ भनेर हामीले थाहा पाइसकेका छौं। र आज हामी यस भिडियोमा शेयर बजारलाई मध्यनजर गर्दै यसकै बारेमा कुरा गर्नेछौं। नमस्कार साथीहरू, स्वागत छ तपाईलाई मेरो स्कुल प्लेटफर्ममा। जब कम्पनी सार्वजनिक हुन्छ तब उसले आफ्नो कम्पनीको आर्थिकदेखि भित्री जानकारी जनता सामु खुलाउनु पर्ने हुन्छ। जस्तै उसले आफ्नो कम्पनीको फाइनान्शियल रिपोर्टहरू जनता सामु पेश गर्नुपर्ने हुन्छ। कम्पनीको शेयर पनि दिनौ जसो कारोबार हुन्छ। नेपालमा चाहिँ फ्राइडे, स्याटरडे र पब्लिक होलिडेमा कारोबार बन्द हुने गर्छ। तर मान्छेहरूले शेयर किन खरिद बिक्री गर्छन्? यसको पछाडिको कारणहरू के हुन सक्छन् त? ती सबै कारणहरूलाई हामी यो भिडियोमा डिस्कस गर्नेछौं। तर सर्वप्रथम हामी बुझौं कि शेयर बजार साँच्चैमा कस्तो बजार हो। हामीले च्याप्टर 2 को नियामकहरूमा नै पढेका थियौं कि शेयर बजार एउटा विद्युतीय बजार हो जहाँ पब्लिक कम्पनीहरूको शेयर खरिद बिक्री हुन्छ। विक्रेता र खरिदार भेटेर आफ्नो मन लागेको मूल्यमा शेयर खरिद र बिक्री गर्छन्। ल अब हामी एउटा उदाहरण नै हेर्नेछौं। मानौं कि एउटा एबीसी कम्पनी छ जसले राम्रो बिजनेस गरिरहेको छ र बजारमा यसको रेपुटेसन नि हाई छ र बजारमा यो कम्पनीको प्रति शेयरको मूल्य रु 2500 छ। तर अचानक एबीसी कम्पनीको सीईओले राजीनामा दिए र केही दिनभित्रै बाँकी बोर्ड अफ डाइरेक्टर्सले पनि राजीनामा दिए। अब कम्पनीमा सीईओ वा एउटा उचित लिडरको कमी भयो। यत्रो प्रतिष्ठित कम्पनीमा यस्तो घटना हुँदा लगानीकर्ताहरू डराउन थाले र यही कारणले गर्दा इन्भेस्टर्सहरूले आफ्नो शेयर बेच्न थाले, जसको परिणाममा कम्पनीको शेयरको मूल्यहरू एकाएक घट्न थाले। 4 दिनभित्र रु 2500 को शेयर घटेर 2000 मा आइपुग्यो। अब मानौं कि 2 जना ट्रेडर्सहरू छन्। पहिलो ट्रेडरलाई हामी अजय र दोस्रो ट्रेडरलाई हामी विजयको नाम दिनेछौं। अजयले यो सोच्छ कि एबीसी कम्पनीको शेयरको मूल्यहरू अझै घट्नेछ। ऊ यो विश्वास राख्छ कि कम्पनीलाई अर्को सीईओ पाउन गाह्रो पर्छ र यहाँबाट कम्पनीको डाउन ट्रेन्ड सुरु हुन्छ। यदि यो सोचेर अजयले आफ्नो शेयर बेच्यो भने उसलाई हामी सेलर यानि कि विक्रेता भन्छौं। तर विजयले यो अवस्थालाई डिफ्रेन्ट नजरले हेर्छ। ऊ यो सोच्छ कि इन्भेस्टर्सहरूले कम्पनीको अहिलेको अवस्थालाई ओभर रियाक्ट गरेका छन्। ऊ भन्छ कि कम्पनीले चाँडै राम्रो सीईओ र बोर्ड अफ डाइरेक्टर्सहरू पाउनेछ र केही समयमै कम्पनी फेरि उकालो चढ्न थाल्छ। ऊ यो अवस्थामा लगानी गर्ने अवसर देख्छ। यदि यो सोचेर विजयले एबीसी कम्पनीको शेयर खरिद गर्यो भने उसलाई हामी बायर भन्छौं। त्यही भएर रु 2000 मा अजय सेलर र विजय बायर हुन्छ। र अब दुवैजनाले स्टक ब्रोकरबाट शेयर किन्न र बेच्नको लागि आफ्नो अर्डर प्लेस गर्छन्। तपाईले ब्रोकरको बारेमा त धेरै सुन्नु भएको होला, तर यो स्टक ब्रोकर भनेको चाहिँ के हो त? साधारण भाषामा भन्नुपर्दा स्टक ब्रोकर भनेको प्रोफेसनल एजेन्ट्सहरू हुन् जसले ग्राहकको तर्फबाट शेयर खरिद र बिक्री गर्ने गर्छन्। स्टक ब्रोकर्स एउटा बायर र सेलरको बीचको बिचौलिया वा भनौं मेडिएटर हो। शेयर बिक्री या खरिद गराए बापत स्टक ब्रोकर्सहरूले तपाईबाट कमिसन लिने गर्छ। नेपालमा थुप्रै स्टक ब्रोकर्सहरू छन् जस्तै नासा सेक्युरिटीज कम्पनी लिमिटेड, मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेड, अनलाइन सेक्युरिटीज आदि। ब्रोकरले बाइङ एन्ड सेलिङ अर्डरलाई नेप्से सामु पुर्याउँछ। नेप्सेले यो कुरा सुनिश्चित गर्छ कि बाइङ एन्ड सेलिङ अर्डर म्याच भएका छन्। त्यसपछि शेयर खरिद र बिक्री कार्य सम्पन्न हुन्छ। अब हामीले बुझ्यौं कि शेयर बजार भनेको यस्तो ठाउँ हो जहाँ लगानीकर्ताहरूले कुनै पनि पब्लिक कम्पनीको शेयर खरिद र बिक्री गर्छन्। आफूलाई ठीक लागेको मूल्यमा शेयर किन्ने र बेच्ने गर्छन्। छुट्टा-छुट्टै धारणा भएका लगानीकर्ताहरूले नै गरेर यो शेयर बजार चलेको छ। शेयर बजारको बारेमा त हामीले निकै चर्चा गर्यौं। अब हामी कुनै पनि कम्पनीको शेयरको मूल्य किन गडबड हुने गर्छ भनेर चर्चा गर्नेछौं। हामीले हेर्ने गर्छौं कि कम्पनीको शेयर दिनौ जसो गडबड भइरहन्छ। यदि तपाईलाई कम्पनीको शेयरको मूल्य कति पुग्यो भनेर हेर्न आउँदैन भने तपाईले merolagani.com भन्ने वेबसाइटबाट सजिलै हेर्न सक्नुहुन्छ। merolagani.com ले नेपालको शेयर बजार सम्बन्धी सबै इन्फर्मेसन दिन्छ।
यो भिडियो बनाउने डेटसम्ममा कम्तीमा पनि 15 लाख जनाले डेली मेरोलगानी.com युज गरिरहेका छन्। मेरोलगानी.comमा शेयर बजारदेखि लिएर देशको आर्थिक समाचारहरूको बारेमा हेर्न सकिन्छ। ल अब हामी मूल्य कसरी घटबड हुन्छ त्यतातिर फर्क्यौं। किन कम्पनीको मूल्य घट्ने र बढ्ने हुन्छ त? आखिर के कस्ता कारणहरू हुन सक्छन् त जसले शेयरको मूल्यलाई घटाउने र बढाउने गर्छ? तपाईलाई बुझ्न सजिलो होस् भनेर हामी अघिको इक्जाम्पललाई नै कन्टिन्यू गर्नेछौँ। एउटा कल्पना गर्नुस् कि तपाई त्यस एबीसी कम्पनीको शेयरलाई केही दिनदेखि हेरिरहनु भएको छ र अहिले 11 बजे एबीसी कम्पनीको शेयरको मूल्य रु 2000 छ। अचानक कम्पनीको म्यानेजमेन्टले मिडिया अर्थात् प्रेसलाई बोलाएर कम्पनीको लागि उचित सीईओ भेटियो र सीईओलाई नियुक्त गरियो भनेर घोषणा गरे। सीईओ क्वालिफाइड र एक्सपिरियन्स पनि रहेछन्। यो खबर सुनेपछि दुईटा प्रश्नहरू आउँछन्। अब कम्पनीको शेयरको मूल्य घट्ला कि बढ्ला? तपाईले एबीसी कम्पनीको शेयर किन्ने कि बेच्ने? हामी पहिलो प्रश्नतिर जाम। पहिलो प्रश्नको उत्तर स्वाभाविक नै छ, शेयरको मूल्य बढ्नेछ। एबीसी कम्पनीमा नेतृत्वको कमी थियो र सीईओको आगमनसँगै यो समस्याको समाधान भयो। जब पनि कुनै कम्पनीको सकारात्मक खबर आउँछ त्यस बेला त्यो कम्पनीको शेयरको मूल्य बढ्ने गर्छ। हामी यसलाई अझै गहिराईमा बुझ्नेछौँ। हामी यस टेबलबाट हेर्न सक्छौँ कि सेलरले जतिमा बिक्री गर्न चाहेका छन् बायरहरूले खुसी खुसी किनिरहेका छन्। यही खरिद बिक्रीको क्रमले गरेर शेयरको मूल्य अझै बढ्ने देखिन्छ। टेबलमा हेर्न सकिन्छ कि 6 मिनेटभित्र एबीसी कम्पनीको शेयरको प्राइस 18 रुपैयाँले बढ्यो। यो एउटा काल्पनिक इक्जाम्पल हो, तर यो यथार्थमा पनि हुन सक्छ। जब कुनै कम्पनीको राम्रो खबर आउँछ त्यस कम्पनीको मूल्य युजुअली बढ्ने गर्छ। अब हामी हाम्रो दोस्रो क्वेशन एबीसी को शेयर किन्ने कि बेच्नेतिर जान्छौँ। यसको एन्सर सिम्पल छ। एबीसी कम्पनीको राम्रो खबर सुनेपछि तपाई त्यसको शेयर किन्नुहुन्छ। तर मानौं कि कम्पनीले यो वर्षको नाफा पहिला वर्षभन्दा 20% घटेको भनेर रिपोर्ट सार्वजनिक गर्यो। 1 बज्दासम्म कम्पनीको शेयर रु 2040 मा कारोबार हुँदैछ। अब तपाईका लागि केही प्रश्नहरू आउँछन्। यो खबरले कम्पनीलाई कस्तो प्रभाव पार्ला? यस्तो बेला तपाईले कम्पनीको शेयर किन्ने कि बेच्ने? कम्पनीलाई कस्तो प्रभाव पार्ला त? जब एबीसी कम्पनीका लगानीकर्ताहरूले यो खबर सुन्छन् उनीहरू अलमलमा पर्छन्। अहिलेसम्म निरन्तर शेयरको मूल्य बढिरहेको बेला 20% लस भएको खबर आएपछि लगानीकर्ताहरू फेरि शेयर ट्रेड गर्न थाल्छन्। तपाई अब अलमलमा पर्नुहुन्छ, शेयर बेच्ने कि किन्ने भनेर। यस्तो नराम्रो खबर सुनेपछि 2020 रुपैयाँमा रहेको एबीसी कम्पनीको शेयर इन्भेस्टरहरूले भटाभट बेच्न थाल्छन् र यस्तो बेलामा शेयर बेच्नै पर्यो। यसपल तपाई सामु केही प्रश्नहरू उत्पन्न हुन सक्छन्। तपाई सोच्नुहुन्छ कि के एबीसी कम्पनीको शेयर मूल्य बढ्ने घट्ने होला कि स्थिर नै रहला? वेल, यसको उत्तर यस र नो दुवै हुन्छ। यो कुरा कम्पनीमा डिपेन्ड हुन्छ। यसको लागि हामी एउटा इक्जाम्पल हेर्नेछौँ। मानौं कि दुईटा छुट्टै कम्पनीहरू छ। इक्जाम्पलको लागि हामी नोबेल बैंक लिमिटेड र ग्रीन लाइफ हाइड्रो पावर लिमिटेडलाई लिन्छौँ। हामी सबैले नोबेल बैंकको बारेमा त सुनेका नै छौँ। यो नेपालको वान अफ द बेस्ट बैंक तथा कम्पनी हो। यो कम्पनीप्रति कुनै खबर आए पनि नआए पनि लगानीकर्ताहरू जहिले यसको शेयर किन्न खुसी अनि अग्रसर हुन्छन्। त्यसैले यसको शेयरको मूल्य लगातार बढ्ने र घट्ने भइरहन्छ। त्यही नोबेल बैंकको ठाउँमा ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड कम्पनीलाई धेरैले चिन्दैनन्। त्यही भएर लगानीकर्ताहरू यसमा लगानी गर्न कम नै रुचि राख्छन्। यस्तो अवस्थामा यस कम्पनीको शेयरको मूल्य खासै घट्ने र बढ्ने हुँदैन वा कुनै केसमा मुभ नै हुँदैन। समग्रमा भन्नुपर्दा कम्पनीको शेयरको मूल्यलाई कम्पनीको बारेमा सुनिने खबर र घटनाहरूले प्रभाव पार्छन्। यस्तो घटना र खबरहरू कम्पनी, बिजनेस र इकोनोमीसँग सम्बन्धित हुन्छन्। उदाहरणको लागि जब कुलमान घिसिङ दोस्रो पल्ट नेपाल विद्युत प्राधिकरणको म्यानेजिङ डाइरेक्टर नियुक्त भए तब यसलाई राम्रो न्युज मानियो र सबै हाइड्रो पावर क्षेत्रमा हरियाली छायो। हाइड्रो पावर कम्पनीको शेयरको मूल्यमा निकै वृद्धि भयो। कुनै कुनै अवस्थामा न्युज वा खबर नै नआए पनि माग र आपूर्ति अर्थात् डिमान्ड र सप्लाईको कारणले शेयरको मूल्य घट्ने बढ्ने भइरहन्छ। हामीले शेयरको मूल्य कसरी गडबड हुन्छ थाहा पाइसकेका छौँ।
र अब शेयर कसरी किनबेच हुन्छ, शेयर कारोबार गर्दा कस्तो प्रक्रियाहरू हुन्छ र शेयर किनेपछि के हुन्छ त, त्यसको बारेमा जान्नेछौँ। ल मानौँ कि तपाईले एबीसी कम्पनीको 500 किता शेयर रु 2040 मा किनेर 2 वर्ष होल्ड गरेर विचार गर्नुभयो। तपाईले यो कुरा ध्यानमा राख्नुपर्छ कि शेयर खरिद गर्नको लागि डिम्याट अकाउन्ट मात्र भएर हुँदैन। यसको लागि हामीलाई ट्रेडिङ अकाउन्ट अर्थात् ब्रोकर अकाउन्टको जरुरत पर्छ। हामी यसलाई नेप्से टिएमएस पनि भन्ने गर्छौं। नेप्से टिएमएस भनेको नेप्से ट्रेड म्यानेजमेन्ट सिस्टम हो। ट्रेडिङ अकाउन्टको लागि तपाईले स्टक ब्रोकरको अफिस भिजिट गर्न सक्नुहुन्छ वा स्टक ब्रोकरको वेबसाइटबाट अनलाइन ट्रेडिङ अकाउन्ट खोल्न सक्नुहुन्छ। तपाईले आफ्नो ब्रोकर अकाउन्ट नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज आदिबाट सजिलै खोल्न सक्नुहुन्छ। ट्रेडिङ अकाउन्ट खोलेपछि तपाईले ब्रोकरबाट क्लाइन्ट आइडी र पासवर्ड पाउनुहुन्छ। त्यसलाई लगइन गरेर हजुरले घरमै बसेर शेयर कारोबार गर्न सक्नुहुन्छ। अब तपाईले एबीसी कम्पनीको शेयर खरिद गर्नको लागि ब्रोकरले दिएको ट्रेडिङ अकाउन्टमा लगइन गर्नुपर्ने हुन्छ। एउटा उदाहरण नै लिऊँ न त। यदि तपाईले नासा सेक्युरिटिजबाट ट्रेडिङ अकाउन्ट खोल्नु भएको छ भने तपाईले नासा सेक्युरिटिजले दिएको क्लाइन्ट आइडी र पासवर्ड युज गरेर लगइन गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले बाइङ अर्डर प्लेस गर्नुपर्ने हुन्छ। अर्डर प्लेस गरेपछि तपाईको अर्डर टिकट उत्पन्न हुन्छ जसमा यस्ता जानकारीहरू हुन्छन्: तपाईको ट्रेडिङ अकाउन्टको सम्पूर्ण जानकारी, तपाई कति मूल्यमा एबीसी कम्पनीको शेयर किन्न चाहनुहुन्छ र तपाई जम्मा कति किता शेयर किन्न चाहनुहुन्छ। बाइङ अर्डर प्लेस गर्नुभन्दा अगाडि हामीले कोल्याट्रल अर्थात् धितो जम्मा गर्नुपर्ने हुन्छ। धितो जम्मा भएपछि मात्र तपाईको अर्डर प्लेस हुन्छ। कोल्याट्रल लोड गर्नको लागि तपाईसँग ग्लोबल आईएमई ब्याङ्कको इन्टरनेट ब्याङ्किङ वा कनेक्ट आईपीएस को अकाउन्ट हुनुपर्छ र नभएको खण्डमा तपाईले ब्याङ्कमै गई कनेक्ट आईपीएस वा ग्लोबल आईएमई को इन्टरनेट ब्याङ्किङको फर्म भरेर अकाउन्ट खोल्न सक्नुहुन्छ। ब्रोकरले तपाईको अर्डर नेप्सेमा पुर्याउनु भन्दा अगाडि तपाईसँग चाहिँदो पैसा छ कि छैन त्यो चेक गर्छ र यदि तपाईसँग पैसा छ भने तपाईको अर्डर नेप्से पुग्छ। त्यसपछि नेप्सेको अल्गोरिदमले तपाईका लागि यस्तो सेलर फाइन्ड गर्छ जसले एबीसी को 500 किता शेयर रु 2040 मा बेच्छ। सेलरको अर्डर र तपाईको बाइङ अर्डर म्याच भयो भने मात्र अर्डर एक्जिक्युट हुन्छ। अब मान्छे यो कुरामा कन्फ्युज हुन्छन् कि एउटै मान्छेले 500 किता शेयर बेच्छ र 10 किता वा 25 किता सेल गर्ने सेलरको चाहिँ के हुन्छ। हामीले यसरी बुझ्न सक्छौं कि सेलर 1 किता, 10 किता, 23 किता वा जति पनि किता बेच्ने हुन सक्छ, अथवा 10 जना सेलरले 40-40 किता पनि बेच्न सक्छन्। कसले कति बेच्यो हामीलाई त्योसँग सरोकार हुँदैन। तपाईको दृष्टिकोणमा तपाईले 500 किता शेयर रु 2040 मा पाउनु पर्छ। नेप्सेले यो कुरा पक्का गर्छ कि जबसम्म तपाईको अर्डर म्याच हुन्छ तपाईले शेयर खरिद गर्न पाउनुहुन्छ। जब यो ट्रेड एक्जिक्युट हुन्छ त्यसपछि तपाईको डिम्याट खातामा केही दिनपछि शेयर आउँछ र सेलरको डिम्याट खाताबाट शेयर हट्नेछ। हजुरले शेयर किनेपछि के हुन्छ? तपाईहरु सोच्नुहुन्छ होला कि शेयर त किनियो अब के गर्ने? यो कता आउँछ त? यस्ता प्रश्नहरू हजुरको मनमा आउनु स्वाभाविक नै हो। अब हामी यसको बारेमा चर्चा गर्नेछौँ। जब हजुरले शेयर खरिद गर्नुहुन्छ तपाईको शेयर तपाईको डिम्याट अकाउन्टमा आउनेछ। जसरी हामीले हाम्रो पैसा ब्याङ्क अकाउन्टमा राख्ने गर्छौं त्यसरी नै हाम्रो शेयरहरू डिम्याट अकाउन्टमा राख्ने गर्दछौं। तपाईले शेयर खरिद गरेपछि अब तपाई त्यस कम्पनीको पार्ट ओनर यानी केही भागको हिस्सेदार बन्नुहुन्छ। कम्पनीमा तपाईले लगानी गरेपछि तपाईले कम्पनीका बेनिफिट्सहरू जस्तै लाभांश, बोनस, हकप्रद अर्थात् राइट शेयर, फर्दर प्राइज अफरिङ, भोटिङ राइट्सहरू पनि प्राप्त गर्नुहुन्छ। यी सब बेनिफिट्सहरूको बारेमा हामी आउने भिडियोमा चर्चा गर्नेछौँ। शेयर किनेपछि के हुन्छ त भनेर हामीले थाहा पायौं। अब हामी शेयरको होल्डिङ पिरियड अर्थात् लगानीकर्ताले कति समयसम्म शेयर होल्ड गर्छ भनेर बुझ्नेछौँ। होल्डिङ पिरियड भनेको तपाईले शेयर किनेर कति समयसम्म होल्ड गर्नुहुन्छ, मतलब त्यो शेयरलाई नबेची कति समयसम्म राख्नुहुन्छ। आखिर कति समयसम्म शेयरलाई होल्ड गरेर राख्ने त? यसको उत्तर भनेको यो लगानीकर्तामा डिपेन्ड हुन्छ। ऊ आफूलाई मन लागे अनुसार नाफा देख्ने बित्तिकै शेयर बेच्न सक्छ। तर जब एक अन्तर्वार्तामा संसारका सबैभन्दा धनी लगानीकर्ता वारेन बफेटलाई सोधियो कि हजुर कति समयसम्म आफ्नो शेयरलाई होल्ड गर्न चाहनुहुन्छ, उहाँको उत्तर आयो कि फरएभर अर्थात् सधैँको लागि।
तपाईं सोच्दै हुनुहुन्छ होला कि आखिर को हुन् त यी वारेन बफेट? वारेन बफेट विश्वका सबैभन्दा सफल र धनी लगानीकर्ता हुन्। उनलाई यस आधुनिक युगका सबैभन्दा ठूला इन्भेस्टर भनिन्छ। यस भिडियो बनाउने क्रममा उनको सम्पत्ति $100 बिलियन भन्दा बेसी छ। उनले यी सब पैसा शेयर बजारबाट नै आर्जन गरेका हुन्। तर सबै वारेन बफेट जस्ता कहाँ हुन्छन् र? लगानीकर्ताहरू केही नाफा देख्ने बित्तिकै आफ्नो शेयर होल्ड नगरी बेच्दिहाल्छन्। त्यसैले यो शेयर होल्डिङ भनेको लगानीकर्ता अनुसार डिफरेन्ट हुन सक्छ। हामीले होल्डिङ पिरियडको बारेमा त थाहा पायौं, तर हामीले शेयर होल्ड चाहिँ किन गर्नुपर्छ त? होल्ड गर्नुको मुख्य उद्देश्य भनेकै भविष्यमा केही आर्थिक रिटर्न्स जस्तै लाभांश, बोनस आदि प्राप्त गर्न सकिन्छ भनेर हो। तर हामीलाई कसरी थाहा हुन्छ कि कुन शेयर किन्दा कति रिटर्न्स आउँछ भनेर? र यही रिटर्न्सहरू सम्बन्धी अब हामी डिस्कस गर्नेछौँ। यस्ता रिटर्न्सहरू युजुअली हामीले वार्षिक अर्थात् एनुअली क्याल्कुलेट गर्ने गर्छौँ। अब हामी दुईटा महत्त्वपूर्ण रिटर्नहरूको बारेमा कुरा गर्नेछौँ। पहिलो रिटर्न हो एब्सोल्युट रिटर्न। हामीले गरेको लगानीबाट निश्चित अवधिमा आर्जन गरिने रिटर्नलाई एब्सोल्युट रिटर्न भनिन्छ। यसको लागि हामी अघिकै एबीसी कम्पनीको उदाहरणलाई नै हेरौँ न त। मानौँ कि तपाईले रु 2040 मा किन्नु भएको शेयरलाई रु 2600 मा बेच्नुभयो रे। अब तपाईले कति % को एब्सोल्युट रिटर्न आर्जन गर्नुभयो होला त? यसलाई क्याल्कुलेट गर्न सजिलो छ। यसको फर्मुला हेरौँ है त। Absolute return equals to current value of the investment minus initial investment divided by initial investment into 100. जसमा current value of investment भनेको तपाईको अहिलेको लगानीको भ्यालु हो, जुन चाहिँ रु 2600 रहेको छ, र इनिशियल इन्भेस्टमेन्ट भनेको सुरुमा कति लगानी गर्नु भएको थियो त्यो भ्यालु हो, जुन रु 2040 रहेको छ। र यो क्याल्कुलेसन पछि तपाईको एब्सोल्युट रिटर्न 27.45% आउँछ, जुन निकै नै राम्रो रिटर्न हो। हाम्रो दोस्रो रिटर्न रहेको छ कम्पाउन्ड एनुअल ग्रोथ रेट CAGR, यानी चक्रीय वार्षिक वृद्धि दर। यदि लगानीलाई 1 वर्षभन्दा धेरै समयसम्म होल्ड गरेर राखियो भने त्यसबाट आउने रिटर्नलाई कम्पाउन्ड एनुअल ग्रोथ रेट भनिन्छ। एब्सोल्युट रिटर्न कुनै बेला मिसलिडिङ हुने भएकोले हामी CAGR को फर्मुला धेरै प्रयोग गर्ने गर्दछौँ। यसको लागि हामीले आफ्नो होल्डिङ पिरियड पनि समावेश गर्नुपर्ने हुन्छ। होल्डिङ पिरियडको बारेमा हामीले अघि नै चर्चा गरिसकेका नै छौँ। अब हामी CAGR को फर्मुलातिर जाऊँ। यसको लागि हामी होल्डिङ पिरियडलाई 2 वर्ष मान्नेछौँ। हामीले स्क्रिनमा हेर्न सक्छौँ CAGR equals to ending value divided by beginning value to the power 1 by number of years minus 1। यो फर्मुलाबाट हामी हेर्न सक्छौँ कि 2 वर्षमा तपाईको लगानी 12.89% ले बढ्छ। यदि यही पैसा ब्याङ्कमा फिक्स डिपोजिट गर्ने हो भने तपाईले वार्षिक 8% को दरले रिटर्न पाउनुहुन्छ। यदि तपाईले त्यही एबीसी कम्पनीको शेयर 6 महिनामै बेच्नुभयो भने 27% सम्मको रिटर्न पाउन सक्नुहुन्छ। रिटर्न क्याल्कुलेट गर्ने बेला यदि 1 वर्ष वा कमको क्याल्कुलेट गर्दै हुनुहुन्छ भने एब्सोल्युट रिटर्न क्याल्कुलेट गर्ने, यदि 1 वर्ष भन्दा बढीको क्याल्कुलेट गर्ने हो भने CAGR प्रयोग गर्ने। त्यसैले हामीले रिटर्नहरू क्याल्कुलेट गर्ने बेला वार्षिक रूपमा क्याल्कुलेट गर्नुपर्छ। यसले उचित रिटर्न भ्यालु देखाउँछ। हामीले लगानी सम्बन्धी यति धेरै कुराहरू सिकिसकेका छौँ, तर के तपाईले आफूलाई नै सोध्नु भएको छ त, म कस्तो लगानीकर्ता हुँ? शेयर बजारमा संलग्न हुने मार्केट पार्टिसिपेन्ट्सहरूको लगानी प्रतिको धारणा र लगानी गर्ने तरिका छुट्टै हुन्छ। बिस्तारै एक्सपिरियन्स बटुल्दै उनीहरू बजारलाई बुझ्छन्। उनीहरू त्यसपछि जोखिम लिनबाट पनि पछि हट्दैनन्। मार्केट पार्टिसिपेन्ट्सलाई हामी 2 भागमा विभाजन गर्न सक्छौँ। ती हुन् ट्रेडर्स र इन्भेस्टर्स। हामीले ट्रेडरको बारेमा त अगाडि नै डिस्कस गरिसकेका छौँ। ट्रेडर्स भनेका यस्ता व्यक्ति हुन् जसले नाफाको अवसर देख्ने बित्तिकै शेयर खरिद र बिक्री गर्छन्। उनीहरू सर्ट टर्ममै शेयर खरिद गरेर बेच्ने गर्छन्। उनीहरू बजारको हाउभाउसँग परिचित हुन्छन्। जोखिम र फाइदा हेरेर शेयर बेच्ने र किन्ने गर्छन्। ट्रेडर्सहरू 3 प्रकारका हुन्छन्। पहिलो हो डे ट्रेडर। यस भिडियो बनाउने क्रमसम्ममा नेपालमा डे ट्रेडिङ अलाउड यानी सम्भव छैन, किनभने तपाईले किन्नु भएको शेयर तपाईको डिमेट खातामा आउन नै 3 देखि 4 दिन लाग्छ। त्यही पनि हामी यसको बारेमा तपाईलाई हल्का जानकारी दिनेछौँ।
डे ट्रेडर भनेका यस्ता ट्रेडरहरू हुन् जसले आज किनेको शेयर आजै बेच्ने गर्छन्। उनीहरू जोखिम लिनबाट टाढा रहन्छन्। यस्ता ट्रेडर्सहरूले दिनमा 7 देखि 10 वटा कम्पनीको शेयरहरू ट्रेड गर्ने गर्छन्। दोस्रो ट्रेडर हो स्क्याल्पर। स्क्याल्पर पनि एक प्रकारका डे ट्रेडर नै हुन्, तर यिनीहरू औधिक मात्रामा शेयर किन्ने र बेच्ने गर्छन्। एउटा एक्जाम्पल नै हेरौँ न त। एउटा ट्रेडरले 12 बजे नोबेल ब्याङ्कको 20,000 किता शेयरलाई प्रति किता रु 1500 मा किन्यो र 12:30 मा सबै शेयरलाई रु 1504 मा बेच्यो। उसले यो ट्रान्जेक्सनबाट 80,000 नाफा कमाउने भयो र यस्ता ट्रेडरहरूले पनि रिस्क लिन मन पराउँदैनन्। अनि हाम्रो तेस्रो ट्रेडर रहेको छ स्विङ ट्रेडर। स्विङ ट्रेडरहरू डे ट्रेडर र स्क्याल्पर ट्रेडरहरू भन्दा फरक ट्रेडरहरू हुन्। स्विङ ट्रेडरहरू शेयर खरिद गरेपछि हप्तौंसम्म होल्ड गर्ने गर्छन्। यस्ता ट्रेडर्सहरू रिस्क लिने खालका हुन्छन्। उदाहरणको लागि ट्रेडरले भाद्र 1 गते नोबेल ब्याङ्कको 2000 किता शेयरलाई रु 1500 मा किन्छ र भाद्र 8 गतेतिर रु 1503 मा बेच्छ। उसले यो ट्रान्जेक्सनबाट 6000 नाफा कमाउँछ। जिम रोजर्स, रिचार्ड डेनिस, जोन पल्सन विश्वका चर्चित ट्रेडर्सहरू हुन्। अब हामी इन्भेस्टर्सतिर लाग्नेछौँ। इन्भेस्टर्सहरू भनेका यस्ता व्यक्ति हुन् जसले कम्पनीको नाफा दिने क्षमता र फ्युचर पोटेन्सियल हेरेर शेयर किन्ने गर्छन्। उनीहरू हतार नगरी केही वर्षसम्म आफ्नो शेयरलाई होल्ड गर्छन्। इन्भेस्टर्सहरू पनि दुई प्रकारका हुन सक्छन्। ग्रोथ इन्भेस्टर्स। ग्रोथ इन्भेस्टर्सहरू यस्ता इन्भेस्टर्स हुन् जसले कम्पनीको फ्युचर र ग्रोथ पोटेन्सियल हेरेर इन्भेस्ट गर्ने गर्छन्। यसको लागि हामी नेपाल युनिलिभर लिमिटेड, बोटलर्स नेपाल तराई जस्ता कम्पनीहरूको इक्जाम्पल लिन सक्छौँ। यदि तपाईले 5 वर्ष अगाडि यी कम्पनीहरूमा लगानी गर्नुभएको भए तपाईले निकै पैसा कमाउन सफल हुनुहुन्थ्यो। अर्को रहेको छ भ्यालु इन्भेस्टर्स। वारेन बफेट सधैँ भन्ने गर्छन् कि फेयर कम्पनीलाई वन्डरफुल प्राइसमा किन्नु भन्दा वन्डरफुल कम्पनीलाई फेयर प्राइसमा किन्नु अझै राम्रो हो। भ्यालु इन्भेस्टर्स भनेका यस्ता लगानीकर्ता हुन् जसले राम्रो कम्पनी चुज गर्छन्, चाहे त्यो कम्पनीको सर्ट टर्ममा छवि नराम्रै किन नहोस्। उनीहरू ठूलो वा सानो कम्पनी नभनी राम्रो कम्पनीमा लगानी गर्ने गर्छन्। संसारका जति पनि धनी लगानीकर्ताहरू छन् सबैजनाले भ्यालु इन्भेस्टिङ गर्छन्। वारेन बफेट, बेन्जामिन ग्राहम, चार्ली मन्जरहरू विश्वका चर्चित लगानीकर्ताहरू हुन्। यो भिडियोमा यति नै। अर्को भिडियोमा हामी शेयर बजारका इन्डेक्सहरूको बारेमा डिस्कस गर्नेछौँ। धन्यवाद।